आज पनि मैले फेरि पनि बन्दाको छोटो र मिठो मिनी ब्लग लिएर आएको छु। हेलो हाई साथीहरू, वेलकम छ तपाईहरुलाई मेरो छोटो मिठो मिनी ब्लगमा। मैले फेरि पनि बन्दा रोपेको भिडियो किन लिएर आएको भने अस्ति चाहिँ पूरा भएको थिएन कि किनभने अस्ति चाहिँ बन्दा रोप्ने दिनमा चाहिँ एकदम चर्को घाम लागेको हुनाले चाहिँ हामीले पूर्ण रूपमा सबै चाहिँ भ्याइसकेको थिएन रोपेर। अनि त्यसको भोलिपल्ट चाहिँ हेर्नु यस्तो राम्रो पानी पर्यो, मौसम पनि यति राम्रो भएको थियो कि हेर्नु दुम्म बादलहरू लागेको टक्क। अनि अस्ति भन्दा धेरै नै हामीले रोपिसकेको थियो र रोप्न बाँकी पनि थियो र हाम्रो आमाले यति राम्रोसँग गर्नु भएको थियो ड्याङ। हामीले चाहिँ बन्दा रोप्नको लागि चाहिँ यतातिर ड्याङ बनाउनु पर्छ हैन। अनि हाम्रो जुजुले चाहिँ बन्दाको बिउ फाल्दै हुनुहुन्छ, कति राम्रो बोट भनेर हैन। अनि हेर्नु यस्तो राम्रो मौसम भएछ, त्यो हरियो हरियो चाहिँ मुलाहरू हो हैन, मुनि मुनिको चाहिँ बन्दा रोपेको मुनि चाहिँ। अनि मैले बन्दा रोप्ने क्रममा फुलहरूको बोट देखेँ जङ्गलमा हैन, यस्तो राम्रो फुलहरू। म फुल भनेपछि फेरि हुरुक्कै हुन्छु कि जुनसुकै फुल किन नहोस् मलाई फुलेको देख्नै हुँदैन, यति मनपर्छ हैन। अनि म घरमा गएर चाँदे लिएर आएर त्यो फुलको बोटलाई घरमा सजाउनको लागि अथवा घरमा रोप्नको लागि मैले खन्नलाई स्टार्ट गरेँ। एउटा फुल चाहिँ झर्यो अनि मलाई त्यो लाग्यो कि मनखत लाग्यो कि फुल झरेको देखेर। अनि कानमा सिउरिहालेँ र मैले अनि हेर्नु यति धेरै फुलहरू, एउटा पर्पल कलरको अनि रेड कलरको फुल मैले घरमा लिएर पनि आएँ। किन फुलहरू चाहिँ धेरै नै मनपर्ने कि मलाई घर वरिपरि रोप्नको लागि। सायद मलाई मात्रै हुन्छ कि तपाईहरुलाई पनि हुन्छ साथीहरू हैन, कमेन्ट गर्नु होला हैन। अनि कसैले मलाई खाना नखाएर फुलै मात्र रोपेर बस भन्ने पनि म राजी हुन्छु होला कि त्यति मनपर्छ कि मलाई फुल हैन। त्यसैले तपाईहरुले पनि आफ्नो घरमा राम्रो राम्रो फुलहरू सजाउनु होला साथीहरू। के बाइ।